सो आजको लेक्चरमा चाहिँ हामी के हेर्नेवाला छौँ भने ड्राई रन टेबल हामीले चाहिँ कसरी क्रिएट गर्ने, ड्राई रन टेबल हामीले कसरी बनाउने, यो एसई को उसमा हाम्रो चाहिँ अब लगभग 2 मार्क्सको उसमा आउँछ र अहिले चाहिँ हामी हेर्न सक्छौँ मसँग चाहिँ एउटा क्वेशन छ सम अफ अड नम्बर है, अड नम्बर भनेर मसँग क्वेशन छ र उसमा मैले के फाइन्ड गर्ने त मैले ड्राई रन टेबल मलाई बनाउनु पर्ने छ है। जी मध्येमा हामीसँग हेरौँ त के दिएको छ त के कुरा दिएको छ, सिम्पल एउटा कुरा दिएको छ। के दिएको छ भनेपछि यति पार्टमा हेरौँ त s को भ्यालु हाम्रो के दिएको छ 0 दिएको छ र हाम्रो एउटा लूप लागेछ, लूप हाम्रो के लागेछ भनेपछि फर लूप लागेछ र i को भ्यालु हाम्रो 1 देखि 9 सम्म दिएको छ, कतिदेखि 1 देखि 9 सम्म दिएको छ र प्रत्येकमा स्टेप 2 भन्नाले 1 पछि हाम्रो प्रत्येक स्टेपमा एक स्टेप बढेर अगाडि बढ्यो भनेपछि नर्मली 1 देखि 2 हुन्छ, तर 2 नभन्दा के हुन्छ त 1 देखि 2 नभएर के हुन्छ त 3 हुन्छ है, एक स्टेप बढ्ने। 3 पछि के आउँछ 5, 5 पछि के आउँछ 7, 7 पछि के आउँछ त 9। त प्रत्येक महिना त एक एक स्टेप छोडी छोडी हाम्रो स्टेप बढिरहेको छ, हो यहीलाई स्टेप 2 भनिन्छ। ल अब हामीले यहाँ हेरौँ त हाम्रो के दिएको छ भनेपछि s = s + i है। यदि हाम्रो s को भ्यालु 0 छ भनेपछि हामीलाई के निकाल्नु पर्ने छ भने s निकाल्नुको लागि हामी s सँग हामी i प्लस गर्छ र हामीले प्रिन्ट के गर्नु पर्ने छ, प्रिन्ट s गर्नु पर्ने छ है। अब यसको हामीले ड्राई रन टेबल कसरी बनाउने त सिम्पल ट्रिक छ है, ड्राई रन टेबलको लागि एकदम सजिलो छ। यहाँ हेर्दा त हामी फर एक्जाम्पलमा s दिएछ, s को भ्यालु कति छ 0 दिएछ, i दिएछ, i को भ्यालु कति छ 1 देखि लगेर 9 सम्म दिएको छ। त पहिलो भ्यालु हाम्रो के भयो 1 हो, 1 पछि हामी 9 सम्म जानु छ, तर स्टेप 2 भनेपछि एक पछि अर्को स्टेप छोडेर है। ल एक पछि अर्को स्टेप छोडेर 2 आउँछ, 2 छोडेर के जाने 3 मा जाने, 3 पछि 5, 5 पछि 7, 7 पछि 9। हामीलाई के फाइन्ड गर्नु पर्ने छ s फाइन्ड निकाल्नु पर्ने छ। s = s + i, s को भ्यालु कति छ 0 छ, 0 + i गरेपछि हाम्रो 0 + i भन्नाले जति पनि हाम्रो भ्यालु आउँछ i को भ्यालु कति छ 1, 0 + 1 भन्नाले हाम्रो एउटा न्यू s ग्राम अथवा प्रिन्ट s बनाए पनि यसलाई भयो है, यही कुरालाई। ल न्यू s को भ्यालु कति आयो त 1 आयो। अब हाम्रो s को भ्यालु कति छ 1 छ, 1 + i को भ्यालु कति छ 3 भने कति हो त 4। त्यसपछि अब हाम्रो s को भ्यालु कति हो त 4 हो, i को भ्यालु कति छ 5 भनेपछि 9 हुने भयो। त्यस्तै गरिकन अब हेरौँ त हाम्रो s को भ्यालु कति छ हाम्रो यहाँ 9 छ, i को भ्यालु कति छ हाम्रो यहाँ 7 छ, 9 + 7 गरे भने हाम्रो कति हुने भयो त 16 हुने भयो। यसपछि अब हाम्रो 16 + 9 छ, यो गरे भने हाम्रो के आउने भयो त 25 आउने भयो है। ल अब हामीले एउटा कुरा ध्यान दिन्छ, हामीले के भनेछ प्रिन्ट s भनेको छ, प्रिन्ट के गर्नु पर्ने छ प्रिन्ट s गर्नु पर्ने छ। तर s मा त हामीसँग यो सबै भ्यालु आएको छ, तर एउटा कुरा के छ भनेपछि यहाँ हामी हेरौँ त यहाँ देखि लूप भएर यहाँ हाम्रो सकेछ है, तर लूप बाहिर हाम्रो प्रिन्ट बनिरहेछ है। लूप बाहिर प्रिन्ट बनेछ भनेपछि हाम्रो जुन लास्ट भ्यालु हो है, जुन लास्ट भ्यालु हो त्यो मात्र हामीले लेख्नु पर्छ भनेपछि हाम्रो आउटपुटमा के आयो त आउटपुटमा हाम्रो आयो 25 भनेर र यसरी हामीले ड्राई रन टेबल हामीले क्रिएट गर्यौं है। यसरी चाहिँ हाम्रो के भयो एउटा ड्राई रन टेबल हाम्रो बनिसक्यो जसको हाम्रो आउटपुट के आयो त 25 आयो।